Good morning everyone, this is me Mayakar Manida. So आज चाहिँ हाम्रो we have hiking or Surashit trip हाम्रो college batch 2077 botanico, and we don't know at what topic like we gonna do like reporting on, but actually ma'am ni janu huncha re, so like it gonna be like एकदमै fruitful khale trip huncha होला. It's 6:05 in the morning अनि म चाहिँ बस चढ्न लाग्यो. See you guys at college. Let me talk about my makeup. अनि मैले चाहिँ आफै थ्रेडिङ गरेको थिएँ. सब it's all messed up, and I just put on some कालो काजल hair अनि चाहिँ मस्कारा लगाएको थिएँ हैन for face. आमाले किनेको सनस्क्रिन, मिलाले दिएको मोइस्चराइजर लगाएको थिएँ हैन. अनि लिप्समा चाहिँ के लगाएन किनभने के भन्छ मास्क लाउँछु नि त अहिले, त्यो भएर. बाइ गाइस. You can call me. Subscribe my channel. One YouTube ma. Hey guys. मेरो channel पनि subscribe. Net channel subscribe गरिदिनु होला, like comment सब गरिदिनु होला, सबै गरिदिनु होला. कसलाई बोलाको त छ किन एक्साइटेड भएर हैन कहानी लामो छ. म तिमीले त्यहाँनिर मैले देखिरहेको थिएँ चियर्स गरिरहेको थियो हैन. त्यही भएर के भयो घरमा मासले साकेला जानु भनेर चुरा लाएर आएको छु. यहाँ झोलामा झुन्डाउने जो कतिखेर आउनु पुदा बाटो यिनीहरूले त पुरा ढिलो हुन्छ भन्दैछ त. कस्तो गर्छ गाइस, अहिले चाहिँ बिहानको 7 बज्नुको लागि 5 मिनेट बसेको छ. अनि म र रोशनी छ अनि अरू पनि छ. तर यहाँनिर हाम्रो के अरे प्रिन्सेस र मिला चाहिँ अहिलेसम्म यो कलेजमा दस्तखत एन्ट्रीलाई के पो भन्छ दखाल भएको छैन. डेली ढिलो इन्ट्रो देऊ न. I'm Sunil. सबैको छैन खै हेरौँ त कति मेरो फोन नै छैन. इन्ट्रो I'm Rainy भन न. हाई रोशनी. अनि तिमी सँगै गएको हैन? हाई समी. मिस्टर सोनु. हाई सोनु एन्ड रोहन. जान्दिन अब त. त्यो पछाडि भोइसहरु छ. ट्रिप बिगिन्स. अनि यो चाहिँ हाम्रो कलेज थियो हैन. अन्त यो चाहिँ हाम्रो बसमा स्टुडेन्ट्सहरु थियो हैन. द्याट्स आवर सेकेन्ड बस. जुम हुँदैन रहेछ, म फ्रन्ट क्यामेरा गरिरहेछु. म्याम Ma'am, can you say hello? ल आऊ माय डियर डटर. Ma'am, मैले नानी आयो गइहाल्छु. म त आयो बाइ. हाम्रो म्याम चिया बिस्किट खान आएको हो अनि आदि आएकै छैन. Can you guys say hello? ग्रुपको चाहिँ डाटा मात्र हो. हरबिनी मनाउनु ग्रुपको चाहिँ हामी एउटा हुन्छ रिपोर्ट अनि इन्डिभिजुअलको चाहिँ हाम्रो 2-2वटा मतलब 10-10वटा सिट्समा गर्दा पनि भयो. जुनै बिमारको एउटा म्याप्स भयो, मेडिसिनल प्लान्ट्स, अनि अर्को चाहिँ बिमार लागेको फङ्गाई, बेसी फङ्गाईको पाउँछ होला. 10-10वटा हो. 10-10वटा हो. तिमीहरूले कलेक्ट गरेको छैनौ? छैन. ए हामीले त आदि त गरिसकेको छ. ब्लग स्टार्ट गर्दियौ है. म भ्लग स्टार्ट नगर्ने बबिता. जम्मा गरे भइहाल्यो. हामी चाहिँ लाकुरी भन्ज्याङको जङ्गलमा एन्ड आम विथ मेनी प्लान्ट्स. यो चाहिँ हामीले हाम्रो ग्रुपको चाहिँ मेडिसिनल थियो, सो हेभ कलेक्टेड दिस मच हैन. अनि अरूहरू पछाडि छ. सोनियाले एक प्लास्टिक प्लान्ट कलेक्ट गरिसक्यो भाइ. सब्जी पनि त्यति बेसी हुँदैन. हामी जङ्गलको भित्र हो अनि
हामी चाहिँ एउटा बडा सा पत्थर के ऊपर है समु चाहिँ के गरिरहेछ तल छैन पहिला यसको नाममा तिमीलाई प्रकृति माताले समीले त्यो अर्किडलाई डिफ्रेन्ट प्लेसमा रोपिरहेछ भेरी थटफुल भेरी जेन्टल भेरी जेन्युन भेरी काइन्ड पर्सन तिमी चाहिँ पुरा गरेर हामीले माथिको भ्यू चाहिँ यस्तो छ नट सो गुड लाइक मेरो क्यामेरा तिमीलाई थाहा छ म्यामहरू उहाँ हुनुहुन्छ दे आर माई फ्रेन्ड्स अनि दुईजना बाँदरहरू यो चाहिँ भ्यू टावर हो म पहिला नि आएको थिएँ एकताल कहाँ भन्छ यसलाई लाकुरी भन्स्याङको एन्ड यहीँनिर हो मैले फर्स्ट टाइम उयो गरेको समीर तिमी के गर्न लाग्यो ओके भेरी हार्ड वर्किङ गाइज हियर यहाँ राख्छु है जेम्स सिजर थियो क्या मेरोमा सर्जिकल भेरी हार्ड वर्किङ हाम्रो हर्बेरियमहरू सब उसले मिलाउन या त्यो के हो त्यो क्यामेरा कि के हो ए त्यो तिमीहरूको चेक गर्ने रहेछ अनि केमा पुग्यौ तिमी तिमी भन्ने वी आर ब्याक अगेन एन्ड हामी चाहिँ यहाँनिर कहाँ आइपुग्यो मलाई डाँडामा आइपुग्यो मलाई थाहै छैन भ्यू टावरमा छ अरे यो लाकुरी भन्ज्याङको डाँडा मलाई थाहै थिएन हेर हामीलाई त तल ग्रुप फोटोमा पनि हालेकै छैन उनीहरू एक्लै बसेर खिचिरहेछ ए ल हाम्रो ग्रुप त छैन अनि हामीले यहाँ भर्खरै फोटो त खिचिहाल्यो अनि अहिले तल गएर हामी चाहिँ खाना खाने हो अनि समीर चाहिँ एकदम ज्यादा हार्ड वर्किङ छ अनि ऊ चाहिँ यहाँनिर बसेर सबै प्लान्टहरू काटिराख मिलाइराख अनि म्याग चाहिँ पुरा चोर्नी चलेर म यहाँ ढल्नु लागिरहेको चोर्नी जस्तो भएर बसिरहेछ ह्यान्ड्स अप Put your hands up. Put your hands up. समीर तिमी के भन्न चाहन्छौ? हाई हजुर हुन्छ टिकटक बनाउने हो कुन चाहिँ टिकटक बनाउने रोशनी कुन टिकटक बनाउने रोशनी कुनमा बनाउने कुन यहाँ चाहिँ मोटो र पतलुको जोडी छ म्याग तिमीले गरे कुनमा बनाउने मलाई आउँदैन क्या म त सिक्न तिमी त्यही पनि मलाई कति ज्यादा कराउँछौ अनि मलाई अनि सिक्नै झन् सक्दिनँ अनि नकराइकन गर ल छिटो खोज छिटो यसरी के दुईजना ए अघिको मलाई थाहा होइन मलाई केही पनि थाहा होइन तिमीले के गर्छौ भने यसो गरेर तान्छौ कि यसो गरेर आउँछौ ल म्याग तिमी यहाँ आउ के गर्नुला त आफूले देखाउ कति बेलासम्म गर्दिन ल मलाई पहिला स्टेजहरु त्यो भाइरल वाला भने हो थाहा भएन मलाई हैन देखाउ भयो हैन राख्दै होइन के हामीले देखाउ भयो अनि मलाई चाहिँ भ्लग बनाउनु कस्तो लाज लागिरहेछ तर म सरलाई यहाँ फिचर गर्न गइरहेको छु हाम्रो प्रमोद सेन ओली सरलाई ओली चाहिँ याद छ हाम्रो भ्लगमा हजुरलाई स्वागत छ अनि धन्यवाद के भन्नु पर्यो धन्यवाद भन्नु पर्यो हजुरलाई कस्तो लागिरहेछ आज मलाई रमाइलो लागिरहेछ एकदम रमाइलो लागिरहेको काफल पनि खाएर आएको तपाईले काफल पनि खाएको भन न काफल खाने आफै मात्रै खाने अनि पेट दुख्छ सेयर नगरेको भए सर हामीले एउटा मात्रै खाएको अनि आधी भयो नि सेयर गर्नुपर्छ म्यागले सबै खाइदियो सर उसलाई कारबाही गर्नुपर्छ हुन्छ सर उसलाई कारबाही गर्नुपर्छ सर उसले रोशनीले सोध्दैछ
रोशनी सरलाई तिमी के क्वेसन गर्दै थियौ बोटनी स्टुडेन्टसँग आएर कस्तो लाग्यो होला भन्नु वा सर बोटनीको टिचर कस्तो अल्छी लाग्यो त्यत्रो बस्नु नाच्दै नाच्दै ल्याएको होइन कामै गर्दैन गरे बोक्दै हिँडेको छ नि सिस्टमेटिक वेबाट काम हुनु पर्यो एउटा न्युजपेपर त नभए यो सिस्टमेटिक हामीले एउटा हर्बिडियम करेक्ट गर्ने एउटाले नाम लेख्ने अनि अर्कोले हो त्यस्तो गरिकन गरेछ हजुर थ्याङ्क यू सर म्याम नाइ म त अर्को म्याम ल अर्को म्याम नाइ नगर्दै तिमी म्यामहरूलाई फिचर भइरहेछ त अहिले भइरहेछ हेर त 37 भन्दै छ अब समयमा तिम्रो बनाउ त अलिक यस्तो गर त जाने हो सबै होइन तल गर त एकचोटि त्यसो भए पुरै माथि गर नि त त्यसो भए लामो गर नि त तिम्रो कपाल त्यत्रो लामो नपाल नि त अनि भाइ तिमीलाई तिम्रो कपालले गर्दाखेरि अलिक अर्कै देखिरहेको छ क्या आई वान्ट टु लुक लाइक अ बेगर बट मसँग 1 रुपियाँ पनि छैन मसँग छ चाहियो समीर पैसा पैसा चाहियो पैसा पैसा लो म भ्लग गर्छु नि फर द फर्स्ट टाइम आई वान्ट टु भ्लग अन माई ओन भ्लग च्यानल छिटो 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 ताकि एकदम मेमोरी एउटा के भन्छ एउटा खतरा त्यो क्रिएट होस् अनि ताकि त्यो मिस नहोस् भनेर हो क्या कस्तो डोनेसन रोहन अघि मेरो फोटो खिच्दैन भनेर 5000 ले भनेको यहाँनिर के भन्छ पानी कुनै पनि मोमेन्ट मिस नहोस् भनेर हो तिमीहरूलाई मिस हुँदैन के तिमीहरूलाई सेलिब्रिटी वाला भाइब्स आयो यस्तो झापा बोक्दैन सेलिब्रेट छ त त्यत्रो तिम्रो घर थियो छेउमा हैन यहीँबाट लियो भने हामी गलत जग्गा आएको त होइन नि म एकदम सही रास्ता चाहिँ हिँडाइरहेको छु तर म्याकको प्रेडिक्सन जहिले पनि रङ हुन्छ नोडेड only for those who thinks like that भाइ तिमीले नि प्रुभ गरेको हो नि त मैले जबरजस्ती भनेको छैन त भाइ त्यो बल्खुको कुरा होला त्यो अहिलेसम्म त्यो कुरामा झगडा गर्दै एउटा कुरा मात्रै थियो तिमीले कति ज्यादा कुराहरू तिमीले भनेको कुराहरू रङ भएको छ मैले एउटा कुरा पनि रङ भन्दिन उसले सबै कुरा एकदम राइट तपाईहरुलाई थाहा छ उ सबै कुरा रङ हैन सबै कुरा हैन तर कति कुराहरू उलाई स्योर हुन्छ तर पनि उ रङ नै हुन्छ लास्टमा चाहिँ हो कि हैन उसले मेरो धुलाई खोजिरहेछ तर म पिट्दिन what the fuck म यो हाल्दिन्छु के हाल्दा तिम्रो भ्लग त हो नि तिम्रो आफ्नो भ्लगको इज्जत जोगाउनु उसको हातको कुरा हो त त्यो म त डिसिप्लिन छु भनेर सबैलाई थाहा छ तिमीले उसले पनि त भन्यो कि what the hell भनेर उसले पनि त भन्यो आई डु स्पीक what the hell उसले त जाने मन पनि भन्छ म जाने मन नै भन्छु उसले त्यो बाइक अरू पनि भन्छ अरू चाहिँ भन्दैन उसले सिकायो भने म त्यो तर मैले सिकाएको छैन कति ज्यादा फटाइ छ जोतिरहेछ जोतेको छैन थोरै म गोरुहरूले मलाई जोत्नुलाई हैन स्टप लाइङ प्लिज प्रिटेन्ड गर्नुमा कसैले उसलाई जित्नु पर्दैन भाइ कसैले प्रिटेन्ड गर्नु उबाट सिकोस् क्या यस्तो पर्फेक्ट छ उ प्रिटेन्ड गर्नुलाई हो कि हैन सी इज लाइङ I'm not lying. उसलाई के भन्छ बहाना बनाउनु अनि नखरा पार्नु एकदम एक नम्बरको के भन्छ मान्छेलाई थाहै हुँदैन कि उसले साँचो बोलिरहेछ कि झुट बोलिरहेछ तर खासमा त्यो झुट हुँदो रहेछ मुँह देखो इसका मुँह भी दिखा नहीं सक रही है क्या कहना चाहती हो आप ये झूठ बोल रही है इसे के भन्नु देखे उसँग कुनै शब्द छैन कि त्यो कुरालाई के भन्छ I don't need to prove that because I am right and I don't lie. If I lie, I only lie to myself. See, मान्छेले अरू मान्छे अरू कुरामा झुट अरूलाई झुट बोल्ने भने पनि एटलिस्ट आफूलाई झुट बोल्नु हुँदैन द्याट्स द मोरल अफ ह्युम्यानिटी भन्छ कि के भन्छ हैन तर त्यो कुरा चाहिँ म्याकले गर्छ उ अरूले आफूले जो मान्छे अरूले आफूसँग झुट बोल्छ त्यो मान्छे अरूसँग झुट बोल्दैन भनेर कसले भन्छ म कुनै पनि यहाँनिर डिबेटमा इन्ट्रेस्टेड छैन म आफ्नो काम गर्न आएको उसको कुरा सुन्नु किनकि उलाई डिबेट गर्नुलाई उसँग एउटा वर्ड पनि छैन के उसले भन्नुस् र
फुच्ची के भएको उसले के खाएर आएको छ सी हैज लाइक समथिङ कुछ खाया है इसने हाँ मैंने सत्य का मैले सत्यको झोल पिएको छु मेरो कुरामा दम छ तर मेरो वर्डमा छैन I don't have a boyfriend I think you should know if he don't have a boyfriend everyone should know she do have a boyfriend I don't have a boyfriend I don't have a boyfriend I don't have a boyfriend she have 3 boyfriends guys who is way यही हो क्या हैन नक्स्तो नपत्ताको मलाई चाहिँ हो म त पत्याउँदिन तिमीलाई क्यामेराको एंगल नै ठिकसँगले गरे हुन्छ नि भाइ मेरो फर्स्ट टाइम हो नि त मेरो फर्स्ट यसलाई यस्तो गर अनि गर न के खुट्टा देखाउनु यस्तो गरेर के यो चाहिँ कहाँ देखाउनु यस्तो गर न नाइ म यसरी नै गर्छु गीत गाउन समीर हामी सबैजना एउटा मै छोरी सुन्दरी कसरी भरौ पानी बसी बसी भरौ भनी किन हाँसेको तिमीहरू मै छोरी मोटी कसरी खाऊ रोटी तिमीले एउटा गीत गाम भन्यो सबैले गाम भन्यो होइन अनि तिमीले मै छोरी सुन्दरी समीर बाइज भयो लगाम न त लाउ मै छोरी सुन्दरी कसरी भरौ पानी तिम्रो हेभी तिम्रो अङ्गालोमा राखिदेऊ न बेरी गाह्रो छ तर प्रयास गरौ न फेरि तिम्रो लागि भनी कुरी बसेको छु This way up on my heart is getting heavy This way up on my जंगली जनावर सोच्थ्यो होला यस्तो बेसुरा यता भनेर कहाँ यो रुद्राक्ष कि कहाँ यो कहाँ यस्तो हुन्छ उन्तिनीहरू त त्यो सुरिलो पो हुन्छ त तर होइन नि त यो अर्कै हो कपाल कति राम्रो हो मेरो कपाल किन यस्तो यो तिम्रो कपाल राम्रो छ त उसको पनि राम्रो छ सबको राम्रो छ रोहनको सबसे राम्रो यस्तो हो के सबको राम्रो छ लास्टमा रोहनको सबसे राम्रो छ मैले त्यसपछि क्रिम काटेन उल्लेख चाहिँ काटेन उसको लेख म त 15 दिन 16 दिन अलिअलि मिलाउन जानु पछि केटाहरूको गफ होइन कपाल कसको छिटो लामो भयो अरे कसको झुम्का लामो भयो अरे हेर न एउटा नक्कलीलाई चाहिँ के गरे त एउटा कुच्चे एउटा निकाल्न खोज्छ हेर न उसले मलाई कहाँनिर कुट्छ अनि मैले बेसी कसरी पुग्दैन मलाई नभन सोनलको पर्सनल बार्बर बन्नु पर्यो र कैची नै हातै छ ए हो सोनलको पर्सनल बार्बर भन्नु पर्यो क्लासरुममा सोनलको पर्सनल बार्बर भन्नु पर्यो त्यस्तो नाहे सर्ने आउँदैन भयो मेरो क्लासरुममा क्लासरुममा बेहुली जस्तो लजाएको ल रोशन लगाइदेऊ न त के रोशन लगाइदिनु म त राम 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 के भन्नु र क्लासरुममा मलाई 1 मिनेटमा 10 चोटि रोस्ट गर्छ मैले उसलाई एकचोटि भन्दा के भयो त क्लासरुममा हैन अब यता के यता म्यागलाई थाहा छ यहाँबाट रोड सर्टकट छ त्यहाँदेखि फेरि रोडै आउँछ मेरो गालामा काटेछ हो अलि एक कैची लिएर कपाल काट्दै हिँड्छ हैन मान्छे मलाई किन चिज गएर हाल्दिम भने पनि सक्दिन फेरि त्यत्रो मोटो क्लासरुममा Hello guys, my full name is Samir Kisi and I'm from Gorkha
वीर गोर्खाली वीर गोर्खाली तर त्यस्तो भन्ने मात्र हो केही पनि हुँदैन त्यस्तो गोर्खाली सरखाली एकदम नरिसाइकन एकदम पिस मेन्टेन गर्नु इज द ब्रेभेस्ट थिङ आई हेभ हियर नोन भाइ छोड्यौ न उसलाई आफ्नो पिस मेन्टेन गरेर उले आफै गर्छ यस अफ कोर्स क्लासरुममा मेरो त्यस्तो नाइ सोर्ने आउँदैन भो नाइ क्लासरुममा तिमी आफ्नो तरिकाले गरेर समीर सोनालको बारबार भन्ने होइन तिमी सोनालको पर्सनल हाम्रो मिला हो र थ्याङ्क्स टु द लेटेस्ट टेक्नोलोजी के अरे यो 24 घन्टा लगाएर सेल्फी स्टिकले गर्दाखेरि चाहिँ अलिकति टाढो जान्छ त्यही भएर मिलाको फुल फोटो आउँछ नत्र उसको एउटा फेममा हटाउँदैन एन्ड थ्याङ्क्स टु आवर किङ हु हेभ मेड रियली बिग क्लासरुम सो सी क्यान फिट अन द्याट अनि डेस्क पनि एकदमै ठुलो छ होइन मैले उसलाई मोटी भनेको छु फ्याक्ट इज फ्याक्ट हो कि होइन जसले त्यत्रो ठुलो क्लासरुम बनायो अरे ताकि म त्यहाँ अटाउ अरे थ्याङ्क टु त्यो सेल्फी स्टिक अरे ताकि मलाई त्यो फ्रेममा म अटाउ अरे ला मैले त सुनिन नि त होइन मैले त्यस्तो भन्नु होइन मैले उसलाई मोटी भन्नु खोजेँ ढ्याउसी भन्ने त अर्को शब्द भयो तर मेरो निलाई हेर्ने समीर यु क्यान रोस्ट हर यु क्यान इभन किमा भनेर किमा चाहिँ फेरि उसको सबभन्दा फेभरेट फुड जतिखेर पनि किमा नुडल त्यही भएर सँगै हिँड्न चाहिँ मलाई हल्का डर लाग्छ किनभने सी लभ्स किमा नुडल एन्ड आई एम फुल अफ फ्रेस मलाई किमा बनाएर म एकदम फ्रेस छ अनि 62 केजी फ्लेस रोहन एकछिन पहन हामी सँगै जाऊँ हाई you I can't wait because you wait too much हिरोले जस्तो रोड साइडमा बोकेर हिँडेको केटाले रोशना जति सहयोगी मान्छे त रोशना मैले छाता लिएको थिएँ म त छाता ओढ्छु यार यस्तो पुगिसक्यो हैन मेरो छाता छ नि काले है तो क्या हुआ दिल वाले है भने जस्तो If somebody needs water I do have it I am लाउ लिगो अब म मेडिसिनको प्लान्ट कल गर्छु रोशनीको पालो Hi guys 13 minute को vlog भइछ so this is me Mac or Manita हैन वेलकम टु माई च्यानल अनि मलाई चाहिँ एक्साइटेड हो त्यस्तो भएर भ्लग गर्नु पनि आउँदैन अनि यो चाहिँ हाम्रो के भन्छ मेडिसिनल प्लस हाम्रो के अरे डिजिज प्लान्ट हो अनि तिनीहरू हाम्रै ग्रुपको थियो अनि दे आर देयर अनि आदि मान्छेहरू कहाँ छ आई डोन्ट नो अनि अहिले चाहिँ हामी तल खाजा खाने ठाउँ रोशन तिमीलाई के भन्नु छ रोशनीलाई के भन्नु छ गर्मी मात्रै भएको छ गर्मी भइरहेछ तर खासै घाम लागेन है आज कस्तो रमाइलो पनि भयो यार मैले सोचेको थिएँ यस्तो यो जङ्गलीहरूलाई देखाउ त खोइ यो जङ्गलीहरू छ नि यी जङ्गलीहरूसँग हिँड्दाखेरि यस्तो बाँदर जस्ता छन् रुखमा मात्रै चल्न बाँकी हो अनिको यी घाँस सब बोटेर नै छ घामलाई पनि पुकाएको छ के हो त यिनीहरूलाई पनि छैन मैले के भने भनेर अनि पुरा जुगा नि लाग्दो रहेछ तर मलाई त दुईचोटि लाग्यो मलाई पनि दुईचोटि लाग्यो तर त्यस्तो लाटा जुगा कि मेरो एउटा खुनै खाँदैन मेरो नि खान नपाइकन चुक्का चुक्का भन्नु मेरो त झन् जुत्ताभित्र गएछ दुइटै अनि तर मेरो खुन चाहिँ खाँदैन सो मलाई जुगासँग डर लाग्छ तर त्यति ज्यादा पनि लाग्दैन लाइक जङ्गलै उचाल्ने गरी चिल्लाउने खाले होइन ओ माई गड खाले चाहिँ लाग्छ होइन अन्त के भन्नु थियो कति बजिसक्यो
11:30 भइसकेको थियो एन्ड हामीले चिया र बिस्किट त्यही खाएको थियो त्यो 10 रुपियाँको त्यो गुड्डे र अनि त्यो चिया खाँदै आई डिड नट इभन ड्रिङ्क बिकज आई डोन्ट लाइक टी अन्त चिनी पनि खानु हुँदैन नि त खासमा मैले चाहिँ तर मैले बिस्किट खाएँ किनभने मैले बिहान केही नखाइ आएको थिएँ अन्त ल भोइस ओभर त म गर्दिहाल्छु ल ल ल रोजनी अघि भर्खर मैले भनेको थिएँ मेरो साथीहरू के छन् जङ्गली छन् भनेर ऊ चढ्न गए जङ्गली च्याउ भनेर हेर्न गए हेर्नुहोस् त्यहाँ 2 जना मेरो जङ्गली साथीहरू अझै फोटो पनि खिच्दैछु खुब राम्रो आउँछ होला भनेर Hi guys, today I'm with Hi Mac. कस्तो भएको त पुगेर हामीले जम्मा गर्यौं. This is our plant disease. okay And This is leaf spot. leaf spot मतलब Yellow blight. okay come here. so guys म कति भ्लग नि गर्नु सो म जस्ट उनीहरुको इन्ट्रो मात्रै दिन्छु आई डोन्ट नो लाइक भ्लग भएको छैन यु नो आई एम नट अ गुड भ्लगर लेट्स गो Hi Mac. भयो? मतलब तिम्रो नाम भन न नमस्ते मेरो नाम मिला कुलुङ राई हो. Hi, it's me Rosni. न्युपाने सेङज्याङ. Princess. Hello everyone. भन Hello everybody, it's me Madhu. It's me Madhu. Hello everyone, it's me Ashish Dahal. Hi, this is Suraj. आफ्नो नामको पछाडी मात्रै एउटा हुन्छ नि त्यो के भन्छ एड गर्छ नि. थ्यांक यू तर म खासै खतरा भ्लगर चाहिँ हैन भिडियो भाइरल भयो भने नि आफू इन्कम हामीलाई यार यिनीहरु यस्तो हँसाउँछ यस्तो गरेर बसेकै छैन के हो कतिको इन्जोय भयो आज फिल्ममा एकदम मजा आयो तिम्रो इन्ट्रो देऊ न माय नेम इज बबिता चौधरी कस्तो भयो आज सर अल्छी लागिरहेछ सर किन तिमीहरूले काम नगर्नु होइन सर हामीले काम पुरा गरिसक्यो अब आज त कलेक्सन मात्रै भयो बादमा हो अलिक कलेक्सन चारतिर हिँडेर कहाँ हुन्छ अनि सर कोही छिटो हिँड्ने कोही ढिलो हिँड्ने भएन अनप्लान्ड कलेक्सन यस सर ल हजुर ल ठिक छ ओके सक्यो हुन्छ कि इन्ट्रो देऊ न इन्ट्रो अँ त्यो भने के हो introduce yourself गाजा हाल्दैछ क्या होइन यो अर्कै प्लान्ट हो हाई दिस इज जितेन्द्र शाह he is the CR of our college मतलब हाम्रो क्लास बोटनी डिपार्टमेन्टको and he is बोटनी डिपार्टमेन्ट yes can you give me your intro उलाई त फर्स्ट टाइम देखिरहेको छु मैले अब लास्ट टाइम पनि हो अब ऊ पनि फर्स्ट टाइम देखेको के हो तपाईँको नाम होइन नाम मात्रै भनिदिनु न मेरो नाम रिया. औ हाई रिया तपाईँको ललिता ओ ललिता पौडेल आई नो कृतिका can you give me your intro intro please ओके कुछ उसको नाम आज तिम्रो नामै बिर्सिहाल्छु म त अभिषेक he is very intelligent and cool guy अनि पुरै हेल्दी खाले छ क्या ऊ एकदम हेल्दी चिज मात्रै खान्छ इन्ट्रो हेलो मेरो नाम सुमिता रामतेल. नमस्कार. ओके दिस इज myself विनिता दाहाल. ओके दिस इज FCS ग्रेट Welcome to my YouTube channel. दिस इज सविता भण्डारी लाज लाग्यो. ओके नमस्ते. एन्ड दिस इज म्याक भन्ने हो के? म चाहिँ मन्जु साथी के भनिरे इन्टरनेट दिन आएन हाई दिस इज हेलो म लक्ष्मी एन्ड सपना. सपनाको राजकुमारी. ओके हाई दिस इज हाई दिस इज इट्स मी निता खत्री. they are like besties
We are not like bestie, we are. Hi, this is. म चाहिँ जीवन यो चाहिँ मलाई खान सक्ने क्या Hi, can you introduce yourself? Me myself Samigya Suvedi हाई आइम बेन समीसँग छ त्यहाँ मेरो पनि विप्लवलाई बेसी मान्छेले फोन गर्छ This is. Hello, Vipana Paudel. Oh, दुईजना विपना छ. Yes, we are too. Oh. धेरै चलाउने फ्रम बोटनी Okay, sorry. छैन अन्त तिम्रो दोस्तको भ्लगमा इन्ट्रो दिँदा के हुन्छ ताकि लास्ट इयर त हो भनेर ल सिङ्ता हेलो के भन्ने हो मेरो नाम सुनिता हो सुनिता छेत्री हो हाई दिस इज होइन यो त बुझेँ कि मैले तर पछि यहाँ आएर ढिलो यहाँ चेन्ज त्यही त अनि खानाको स्केड्युल चेन्ज भएपछि खाजा पनि बरु अलिकति त्यही अनुसार भएको भयो हुन्थ्यो बरु अलिक पैसा अब अलिक बढी नै उठाएको भए हुन्थ्यो जस्तो फिल मैले के विचार गरेको थिएँ ठ्याक्कै 8 बजे चिया खाएपछि 11 बजे खाना खाइहाल्दैन अनि पछि मजाले दिनभरि काम गर्छु तर यहाँ उल्टो भयो भाइ दिस इज सुनिल हाम्रो दोस्त हो प्रिटेन्डिङ टु बी इन्डियन गाई के भन्ने आएन ओके हाई दिस इज हेलो समयले दिन्छ को सोनाल हो दिस इज समीर तिमी सुतेको समीर सुतेछ समीर यता हेर सुता हाई दिस इज Hello, this is Yogidana Chiringrai from Solukhumbu. Okay. All the way from Solukhumbu. Okay. Hi, this is. Okay. Hi, this is. आफ्नो नाम मात्रै भन्नु तिम्रो भयो Hi, subscribe my YouTube channel. Thank you, Max. दिस इज साधना पौडेल उसको पनि ब्लग छ दिस इज Subscribe गरिदिनु होला कस्तो राम्रो भन न जिना कलु Hi, this is Dilasha. Please subscribe my channel. तिम्रो च्यानल छ Funny. Dilasha Lohani. ए मैले सब्स्क्राइब गरिदिएको नमस्कार मेरो नाम आशिष पौडेल मेरो त केही पनि छैन काम पनि छैन मेरो एउटा फेसबुक आइडी छ त्यही पनि भन्नु पर्छ के होला तिमीले भनिसक्यौ हाई दिस हेलो इट्स मी बादल हेलो इज Hi. नाम भन न तिमी दुईजनाको भनिदेऊ त उसको नाम डी बाट आउँछ I am Sabina Adhikari. तिमी भन न Dangumare. कसैलाई जुत्ता चाहियो भने सम्पर्क गर्नु होला ओरिजिनल ब्रान्डेड जुत्ताहरू चस्माहरू चाहियो भने सम्पर्क गर्नु होला चाइनाबाट इम्पोर्ट ओ धीरज अनि हाम्रो सभापति अहिले हामी चाहिँ बोटनीको फिल्ड भिजिटमा आएको छौँ भोट मागे होइन नि हाई गाइज म चाहिँ एज यु क्यान सी मेरो क्लासमेट्सहरू कतिको वाइल्ड छ लाइक नट सो फ्रेङ्क नट सो के भन्छ एकदमै सोसल फ्रिकहरू छ होइन अनि कस्तो चाइल्डिस छ क्या इमेच्योरहरू छ अनि तिनीहरूलाई के भन्नु त्यही थियो मेरो दोस्तहरू आदिलाई अहिले एकछिनमा देखाउँछु दिस इज मी म्याक्स साइनिङ आउट फ्रम द क्याम्प Hello, I'm Mr. Sunil and I'm here to धेरै भोक लागेको छ खाना अहिलेसम्म आएको छैन खै के हो म्यानेजमेन्ट Finally, I got our food. No, this is my food. It big plate body cha because we are hungry. Okay, अब म खान्छु त्यस हाम्रो ब्याग यहाँ राखौँ न सोनियाहरू यहाँ हुन्छ अरे त पानीको बोतल चाहिँ लाग्दै जाउँ एउटा पाल्सोले खाइसक्यो
के अरे तर भिडियो बनाउने त कस्तो रियल उयो नि मरिहाल्छ हो मलाई त क्यामेरा लगाएको छ बाहों में मर जाएंगे That was funny. Hi guys, we are at almost at the top of the hills. मेरो साथमा छ मेरो दोस्त भन्नु नलायकको मलाई इग्नोर गर्ने मित्र मिला खुलुङ राई याचमखाबाट हेर अहिले पनि अनुहार नमुन्डाको केही छैन म यसरी पनि गर्न सकिहाल्छु टिमुर हेर न टिमुर खोइ त्यसै नि स्तूपा त देखिरा हुन्छ जवानी जाने मन हसीना दिलरुबा ना शिकार हो गया ना ये क्या गजब हुआ न जाने में यसको नयाँ पनि आउँछ तर नलाउँछ एउटा बाद जंगली Guys, we just had our lunch. For now, we are going to the bus. This is Hemchandra Saha. आदिहरूले चाहिँ खाइसकेको छैन. They're still having their lunch. And हाम्रो मैचाहरू मैचाइ भन्छ हैन बौचा एउटा फोटो खिच्न न अहिले चाहिँ हाम्रो 6:15 रहेछ and we are returning. हल्लामा चाहिँ गर्छ के गर्ने Guys, it's 7:15 and this was our bus. मेरो सुर सुक्यो अनि कस्तो मजा आयो कस्तो रमाइलो भयो मजा आयो मलाई खुट्टा छैन पुरा Hi guys, I'm back from the hike or trip and it's like 8 बज्ने लाग्यो. I'm super tired भनौँ न त्यही हो. Peace up. Good night.